कपालमा आँसु। बुबाले बढेकी छोरीलाई होइन बढेको कपाललाई मात्र देख्नुभएछ र भन्नुभयो, बाबु तिम्रो कपाल काट्ने बेला भएछ। बुबाको आवाज सुन्नसाथ आफू छोरी हुँ भन्ने बिर्सिएर पहिले झैँ कपाल काट्न जान तयार भइहाले। बुबाको अघि हजाम कहाँ पुगेर रमाइलो मान्दै लिङ्गेपिङको बिर्कामा बसे झैँ घुम्ने कुर्सीमा बसेर पहिले झैँ 3-4 फन्का लगाए। घुमिरहेको कुर्सीलाई रोक्दै ललल अङ्कलले भन्नुभयो, बेटी तिम्रो केटाकेटी बानी अझै गएको छैन? म खिलखिलाएर हाँसेँ अनि कुर्सीबाट ओर्लिएर उनीसँग उभिएर भने, ललल अङ्कल म पनि तपाईँ जत्रै भइसकेँ। हाम्रो बेटी पनि तिमी जत्रै छ, तर उसको बाल तिम्रोभन्दा ठुलो छ। उसको कुराले अचानक म झस्किएँ, तर किन झस्किएँ? त्यसपछि भिन्न अशान्त र बाहिर शान्त भएर चुपचाप कुर्सीमा बसेर ललन अङ्कलले मेरो शरीरमा खैरो एप्रोन लोडाइदिए, घाँटीमा तुना बाँधिदिए, काटेको कपाल नउडोस् भनेर टाउकोमा पनि स्प्रे गरिदिए। मैले आँखा चिम्लेँ, स्प्रे गर्दा कानमा पानी परेर म झसङ्गै भएँ र मेरो जिउ थरथरायो। जब उनले काइयो मेरो कपालमा घुसारे अनि दाहिने हातको चौराउरा र बुढी औँलाले कैँची च्याप्यो, अचानक म फेरि झस्किएँ। तर किन झस्किएँ? ललन अङ्कलले मेरो कपालमा काइयो घुसार्दा अचानक लाग्यो, लह परेको हरियो खेतमा कुनै जङ्गली जनावर पस्दै गरेको छ। कैँचीले करक गरेर कपाल काट्दा लाग्यो त्यो जङ्गली जनावरले मेरो हराभरा खेतको हरियाली खाँदैछ र मलाई उजाड बनाउँदैछ। आफूलाई नियन्त्रण गर्न नसकेर अकस्मात घोप्टिएछु। बुबाले आत्तिँदै सोध्नुभयो, के भयो बाबु? मलाई नै थाहा थिएन अकस्मात म किन घोप्टिएँ। एकैछिनमा बिस्तारै टाउको माथि उठाएँ र दायाँ बायाँ हल्लाएर केही भएको छैन भने। पुरै उठ्न नसकेर लत्रिएको मेरो टाउको उठाइदिएर ललन अङ्कलले फेरि मेरो कपाल काट्न थाले। काटिएको कपाल आफ्नै काखबाट झरेको उदास आँखाले हेरिरहेँ। हेर्दै अचानक कपालमाथि आँसु पो झरेछ। पानीले भिजाएको कपाललाई आँसुले पनि भिजाएछ। तर मेरो आँसु न ललन अङ्कलले देखे न बुबाले। थाहा पाइन कपाल काट्दा अकस्मात किन यति धेरै पीडा भयो र आज पहिलोपटक किन मलाई आफ्नो कपालको यति धेरै माया लाग्यो। कपाल काटिदिइसकेपछि ललन अङ्कलले टाउको र काँधमा मसाज गरिदिनुभयो। मसाज गरिदिँदा पहिले झैँ आनन्द अनुभूति भएन, अप्ठ्यारो मात्र लागिरह्यो। मेरा टाउकोमा उनले औँला पक्राउँदा पहिले झैँ खितखिताएर हाँसिन र फेरि गरिदिनु न ललन अङ्कल भनिन, बरु पीडा भयो। तर किन भयो? पहिले कपाल काटिसकेपछि पनि घुम्ने कुर्सीमा बसेर 4-5 फन्का लगाउँथे, तर अहिले लगाइन। ऐना हेरेँ तर पहिला झैँ उत्साहित भएर हेरिन। पहिले मन परेको हेयर स्टाइल अहिले एक्कासी मन परेन। मलाई मेरो शिरमा सल्लुको हेयर स्टाइल मन परेन। ऐना हेर्दै काटेको कपाल देखेर फेरि आँसु आयो। आँखा चुम्म गरेँ, फेरि आँसु काटिएर भुइँमा झरेको मेरै कपालमा पर्यो।